स्तरले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं संवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प भएकोमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात प्राप्त उपलब्धिको रूपमा नेपालको संविधानले गरेको व्यवस्था बमोजिम 2079 वैशाख 30 गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि स्थानीय सरकार गठन भई वर्तमान निर्वाचित जनप्रतिनिधिहरूको चौथो वर्षको रूपमा यस नगरपालिकाको चौथो नगरसभामा आर्थिक वर्ष 2082-83 को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको लागि यहाँहरू समक्ष उपस्थित भएको छु। यस गतिमान संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, मधेस विद्रोह लगायत पहिचान र अधिकार प्राप्तिका लागि भएका आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। नेपालको एकीकरणदेखि नै नेपाललाई एक अटल एवं स्वाधीन राष्ट्रको रूपमा राख्ने हाम्रा वीर पुर्खाहरू र राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको लागि कठोर सङ्घर्ष गर्ने हाम्रा अग्रजहरूलाई उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु। यो नगरपालिकाका लोकतन्त्रका न्यूनतम आधारभूत मूल्य, मान्यता, बहुलवादी खुला समाज, मानवाधिकार, लोकतन्त्र, सामाजिक न्याय, सहकारिता, सहअस्तित्व र समन्वय सिद्धान्तलाई आत्मसात गर्दै विधिको शासनप्रति पूर्ण प्रतिबद्ध छु। लोकतन्त्रलाई सामाजिक जीवन पद्धतिका रूपमा स्थापित गर्ने कुरामा नगरपालिका हरपल प्रयत्नशील छ। शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सबै नगरवासीले गर्न सकुन् भन्ने हामी अत्यन्त सचेत छौँ। यस नगर कार्यपालिका तथा नगरसभाका सदस्यहरूको समन्वय एवं सहमतिमा घोषणा नगरपालिकाको समग्र विकास निर्माणका लागि मन, वचन र कर्मले लागि पर्ने बेहोरा सम्पूर्ण नगरवासीलाई विश्वास दिलाउन चाहन्छु। साथै विकास निर्माण तथा जनतासँग सरोकारका हरेक क्षेत्रमा नगरसभा सदस्य तथा राजनीतिक दलहरूबाट हुने सहयोगको अपेक्षा गर्दै हालसम्म यहाँले गर्नुभएको योगदानको लागि आभार व्यक्त गर्दै यस घोषणा नगरपालिकाको आफ्नो साधन स्रोत, आन्तरिक स्रोत र सङ्घीय अनुदानमा भएको गिरावट समेतको पृष्ठभूमिमा आर्थिक वर्ष 2082-83 को बजेट नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न गइरहेको छु। आदरणीय नगरसभा सदस्यज्यूहरू, अब म आर्थिक वर्ष 81-83 मा यस नगरपालिकाको वार्षिक कार्यक्रमहरू कार्यान्वयनमा क्रममा प्राप्त उल्लेखनीय उपलब्धिहरूको विवरण प्रस्तुत गर्न चाहन्छु। पूर्वाधार विकासतर्फ विभिन्न वार्डहरूमा जम्मा 105 वटा 4 इन्च र 6 इन्च डिप बोर्डिङ ट्युबवेल जडान भएको नगरपालिका भवन, नगर अस्पताल र वडा नम्बर 12 भरतपुर खानेपानीको लागि जेनेरेटर खरिद कार्य अन्तिम चरणमा रहेको, वडा नम्बर 4 को वडा कार्यालय भवन कार्य भइरहेको, वडा नम्बर 5 को कार्यालय भवनको डीपीआर कार्य सम्पन्न तथा वडा नम्बर 12 को वडा कार्यालय भवन निर्माणको लागि बोर्डपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाएको, 1500 नगर अस्पताल निर्माणको चरणमा रहेको, कालोपत्रे सडक निर्माण कार्य सम्पन्न समयमा नगरेको विभिन्न कम्पनीको जमानत बापतको रकम जफ्त गरी कालो सूचीमा राख्ने सिफारिस गरिएको, वडा नम्बर 12 मा निर्माणाधीन गौशाला प्राविधिक शिक्षालयको निर्माण कार्य सम्पन्न गरी सुचारू समय भएको,
वडा नम्बर 7 जमुनिया स्कुल र वडा नम्बर 5 त्रिभुवन माविमा 9 कोठे भवन निर्माण भइरहेको। वडा नम्बर 9 बिसरपुर र वडा नम्बर 12 कान्ति बजार माविमा 12 कोठे भवन निर्माण भइरहेको। वडा नम्बर 6 जनता मावि फुटका र वडा नम्बर 11 जनता आबि बहादुरगञ्जमा 4 कोठे भवन निर्माणको लागि बोधपत्र आह्वान गरिएको। निगौल माविमा 9 कोठे भवन निर्माण भएको र भरतपुर माविमा ट्रस्ट निर्माण भएको। महोत्तरी जिल्ला अदालत भित्रको परिसरमा ब्लक उछाउने कार्य सम्पन्न भएको। नगरपालिकाबाट उपलब्ध हुने स्वास्थ्य सेवालाई सहज प्रभावकारी व्यवस्थित तथा गुणस्तरीय बनाउन गौशाला नगर अस्पताल सञ्चालनको लागि आवश्यक भवन भाडामा लिई सेवा सुचारू अपरेसन सेवा सुचारू यही महिनाबाट सुरु गरिने। कृषि सिंचाइ विद्युतीकरण तथा टिओडी मिटर जडान पहिलो चरणको कार्य सम्पन्न, दोस्रो चरण भइरहेको र तेस्रो चरण टेन्डर प्रक्रियामा जाने क्रममा। वडा नम्बर 8 स्थित खाल्टे बजारमा लागु औषध मुक्त अभियान स्वरूप लागु औषध सुधार केन्द्रको स्थापना भई यसै महिनादेखि सञ्चालन गरिने प्रक्रियामा रहेको। रूपनी खोलामा ड्याम बाँध बनाई सिंचाई पर्यटन र माछा पालन यसपालिको केन्द्रीय अनुदानबाट योजना परिसकेको 7 करोडको योजना स्वीकृत भएकोमा 46 लाख रुपियाँ यसपालि बजेट विनियोजन गरिसकिएको र यसैपालि काम सुरु हुने। त्यसैगरी वडा नम्बर 11 र 12 को लागि पनि 6 इन्च बोर्डिङको लागि 56 लाख रुपियाँ आइसकेको। यो विशेष अनुदान मार्फत 68 लाख रुपियाँ आएको। क्रमागत योजनाहरू कोल्ड स्टोर भवन निर्माण अन्तिम चरणमा रहेको। 1500 अस्पताल भवन निर्माणको कार्य दोस्रो तलाको छत ढलान भइसकेको र अन्य कामहरू भइरहेको। एग्रो कलेक्सनको भवन निर्माण कार्य भइरहेको। उद्योग ग्रामको लागि कम्पाउन्ड वाल निर्माण अन्तिम चरणमा रहेको। प्रशासनतर्फ गौशाला नगरपालिका अन्तर्गत वडा नम्बर 4 मा सञ्चालित गौशाला नगर अस्पतालको लागि विभिन्न जम्मा 38 वटा पदको करार सेवाको लागि विज्ञापन भएकोमा एमडीजीपी 9 तहको डाक्टर नियुक्त भई सेवा गरिरहेको तथा अन्य पदहरू करार सेवा मार्फत कर्मचारी भर्ना प्रक्रियामा रहेको। गौशाला नगरपालिका अन्तर्गत वडा नम्बर 12 मा सञ्चालित गौशाला प्राविधिक शिक्षालयको लागि आयुर्वेदिक मेडिकल अधिकृतको पदको करार सेवा मार्फत कर्मचारी भर्ना प्रक्रियामा रहेको र नगरपालिकाका कार्यालयको लागि क्षयरोग मुक्त अभियान संयोजक पदको लागि कर्मचारी भर्ना भइसकेको। गौशाला नगरपालिका लागि विभिन्न जम्मा 11 वटा पदको करार सेवाको लागि विज्ञापन भएकोमा रोजगार सहायक र प्राविधिक सहायक 5 करोड कर्मचारी भर्ना भइसकेको र बाँकी पद करार सेवा मार्फत कर्मचारी भर्ना प्रक्रियामा रहेको। वडा कार्यालयबाट सञ्चालन हुने सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन थप 24 वटा विभिन्न पद तथा तहका कर्मचारीहरूको दरबन्दी स्वीकृत भएको। कृषि विकासतर्फ हिउँदे मकै प्रवर्धन कार्यक्रम अन्तर्गत बिउ तथा स्प्रेयर वितरण भएको। चैते धानको बिउ वितरण कार्यक्रम आइपिएम कृषक पाठशाला 50% अनुदानमा छ्याप कटरको वितरण। नयाँ धान बाली पकेट विकास अन्तर्गत मोटर सहितको 4 इन्चको स्यालो ट्युबवेलको निर्माण। शिक्षा तथा खेलकुद विकासतर्फ राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान श्री पूजा महतोलाई यस गौशाला नगरपालिकाबाट मनात खेलकुद अधिकृतको रूपमा नियुक्त गरिएको। गौशाला बहुमुखी क्याम्पस तथा कान्ति बजार बहुमुखी क्याम्पसमा शिक्षकहरूको प्रोत्साहन भत्ताको व्यवस्थापन गरिएको। निःशुल्क छात्रवृत्ति पाठ्यपुस्तक दिवा खाता लगायतका अन्य अनुदानको निकासा दिएको। मेयर क्रिकेट क्लब सञ्चालन मार्फत नगरपालिका स्तरीय नगर क्रिकेट टिम गठन कार्य असार 12 गतेसम्म सम्पन्न हुने। बाल विकास सहजकर्ताको लागि 4 दिवसीय तालिम सञ्चालन भएको। निरन्तर विद्यार्थी मूल्याङ्कन क्यास सम्बन्धी तालिम सञ्चालन भई कार्यान्वयन भएको। कक्षा 1 देखि 3 मा पढाइ तथा गणित क्षेत्रमा थप सिकाइ सामग्री छपाई तथा वितरण।
परीक्षा केन्द्र कायम गर्ने आधारभूत कक्षा 8 को परीक्षा सञ्चालन भएको। कक्षा 1 देखि 9 को परीक्षाको प्रश्नपत्र उत्तर पुस्तिका छपाई र निरन्तर तथा परीक्षा सञ्चालन भएको। शैक्षिक सत्र 2082 को लागि भर्ना अभियानको ब्यानर छपाई र वितरण। प्रभत्ता मालीको लागि रकम 5000, निवार्णको लागि रकम 3000 र प्राप्तिको लागि रकम 2000 नगरपालिकाबाट थप गरिएको भत्तालाई निरन्तरता दिइएको। बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको थप अनुदान 7000 निरन्तरता भएको। शैक्षिक सत्र 2081 मा 29 जना नगर अनुदान शिक्षक थप गरी जम्मा 61 जना नगर अनुदान शिक्षक कार्यरत रहेको। संघीय शिक्षकको सहयोग अनुदान आधारभूत 6 देखि 8 मा 14 जना शिक्षक र माध्यमिक 9 देखि 10 मा 15 गरी जम्मा 29 जना शिक्षक कार्यरत रहेकोमा शैक्षिक सत्र 2081 मा आधारभूत तर्फ 9 जना र माध्यमिक तर्फ 9 जना थप भएको। स्वास्थ्य तर्फ नगर अस्पतालमा एमडिजिबी डाक्टर मार्फत गुणस्तर र सुरक्षित सुत्केरी सेवा सञ्चालनमा आएको। महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई प्रोत्साहन रु 4000 प्रति महिना र यातायात रकम 1000 प्रति महिना उपलब्ध गराइएको। गौशालानगर अस्पतालको प्रयोगशालाको लागि सरसामानहरू तथा केमिकलहरू खरिद भयो। विपन्न नागरिकलाई औषधि उपचार बापत आर्थिक सहयोग। गौशालानगर अस्पतालमा एनआइसियु वार्ड स्थापनाका लागि उपकरण तथा अन्य सामग्री खरिद। स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य संस्थाहरूको लागि आवश्यक औषधि तथा उपकरण खरिद। नगर अस्पताल गौशालाका लागि एनेस्थेसिया मेसिन तथा फिजियोथेरापी युनिट स्थापनाका लागि उपकरण तथा सामान खरिद। नगर अस्पतालका लागि ओटी बेड तथा ओटी लाइट खरिद। नगर अस्पताल गौशालाको ल्याबको उपकरण, डिजिटल एक्सरे मेसिन, यूएसजी मेसिन खरिद। नगर अस्पताल गौशालामा पोस्ट अपरेटिभ वार्ड तथा डेन्टल युनिट स्थापनाको लागि बेड लगायत आवश्यक सामग्री खरिद। आइएमएमसीआईको सचेतना कार्यक्रम, प्रधान स्वास्थ्य सेवा, परिवार नियोजन सेवा तथा पोषण कार्यक्रम नगर अस्पतालबाट सञ्चालन हुँदै आइरहेको छ। नियमित तथ्य गुणस्तर वृद्धिका लागि स्वास्थ्य संस्थाहरूको मासिक बैठक, डाटा भेरिफिकेसन तथा भ्यालिडेसन एवं अर्धवार्षिक तथा वार्षिक समीक्षा गरियो। मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्च बापत मासिक रकम रु 5000 दरले उपलब्ध गराइरहेको। स्थानीय तर्फ मातृ तथा नवजात शिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती प्रेरणा सेवा, रक्त सञ्चार, न्यानो डोला सुरक्षित निःशुल्क गर्भपतन नव शिशुको निःशुल्क उपचार कार्यक्रम। स्थानीय तह मार्फत मातृ तथा नव शिशु कार्यक्रम एमएसएस कार्यक्रम सञ्चालन।